हेलो हेलो गाइस, वेलकम छ मेरो सानो एउटा मिनी ब्लगमा। आजको मिनी ब्लग चाहिँ हुँदैछ बर्थडेबाट। म चाहिँ आज दिदीको बर्थडेमा जाँदैछु होइन, रेडी भएर तपाईँहरूलाई वहाँ पुगेर म देखाउने छु कस्तो हुँदैछ के हुँदैछ होइन गाइस। अब चाहिँ म जान आँटेको, तपाईँहरू मेरो भिडियो हेरिराख्नु गाइस। हे गाइस, फाइनली अहिले चाहिँ म बर्थडेमा पुगिसकेको छु। अनि दिदीले चाहिँ दादाले चाहिँ केक काट्नलाई सुरु गरिसक्यो होइन। हेर्नु सक्नुहुन्छ केक काट्ने केक काटिरहेछ, यता भिडियो गर्ने भिडियो गरिरहेछ। अनि यता हेर्नु सक्नुहुन्छ गाइस, बर्थडे चाहिँ कसको, मलाई चाहिँ केक लगाएर बर्बाद। अनि भाइले चाहिँ यताउता फेरि सबैलाई केक लगाउनु जाँदैछ। अनि दादाले चाहिँ गाली गरेर भाइ चाहिँ रोक्यो। अनि हेर्नु सक्नुहुन्छ यता केक खाने कार्यक्रम पनि गर्दै हुनुहुन्छ। यता केक खुवाउनु हुनुहुन्छ दिदीले चाहिँ अरूले पनि केक दिदीलाई खुवाउँदै हुनुहुन्छ। अनि यता फेरि म चाहिँ के झऱ्यो त टिप्नलाई व्यवस्था। अनि यता हेर्नु सक्नुहुन्छ सबैजना हुनुहुन्छ, म चाहिँ क्यामेरा घुराउँदै भिडियो गर्दै। अनि यता फेरि डान्सको प्रोग्राम पुरा चल्न थाल्यो। अनि फेरि मैले चाहिँ डान्सको किन उतो नगरेको भन्दा कपिराइट लाग्छ भनेर उतो नगरेको गाइस। तपाईँहरू हेर्नु सक्नुहुन्छ यता पुरा बिन्दास पाराले डान्स, दाजुभाइ भिनाजु सबैजना मिलेर पुरा डान्स दिँदैन। अनि यता फेरि भाउजूलाई चाहिँ हाई भनेको, भाउजू चाहिँ हाई भन्नु बिर्सिनु भयो अरे। अनि यता हेर्नु सक्नुहुन्छ म पनि हल्का हल्का डान्स दिँदै यता आइपुगेको छु। अनि फेरि यता उतिहरूको त बर्थडे गर्ल्स फेरि कुर्रा कुदेर आउँदै। अनि दिदीलाई केही भन्नुहुन्छ भनेको केही भन्ने छैन भनेर, फेरि यता भाउजूलाई केही भन्नुहुन्छ भनेको भाइ भनेर बस्नु। यो बहिनी चाहिँ कति लजाको। अनि फेरि यता हेर्नु सक्नुहुन्छ पुरा डान्स चल्दैछ यहाँनिर होइन। दाजुभाइ भानिज बाबु सबैजना मिलेर डान्स चलिरहेछ साथी होइन। अनि यता हेर्नु सक्नुहुन्छ म पनि अलिकति डान्स दिएँ कि यही खुसीमा। अनि यता फेरि डान्स दिइसकेर म चाहिँ यता भिडियो यता आफ्नो घुराउँदै यता दाइहरूलाई देखाउँदै अनि भिडियो चाहिँ म चाहिँ बनाउँदै होइन। भिडियो बनाउनु पऱ्यो, कन्टेन्ट क्रिएटर भएपछि अलिअलि भिडियो त बनाउनु पऱ्यो। त्यही भएर मेरो चाहिँ भिडियो बनाउनुमा व्यवस्था। यता दाजुलाई फेरि केही भन्नुहुन्छ भने दाइले चाहिँ फेरि केही भन्दैन भनेर भन्नुभयो। अनि आजको भिडियो चाहिँ यति नै गाइस। लाइक कमेन्ट सेयर गर्नु नभुल्नु। बाई बाई गाइस।